लागिरा होला है किनभने एकदमै अनयुजुअल लोकेसनमा हामी हाम्रो रिभ्यू बेसिक रिभ्यू ब्रिफ रिभ्यू गरिरहेको छौं हैन बट वेलकम टु माई अफिस पार्किङ सो क्विकली लेट्स डाइभ इन्टु व्हाट वी आर हियर फर है त आई विल नाउ प्रेजेन्ट यु द GAC Aeon V अब यो भनेको चाहिँ हामी Aeon V को लग्जरी सेगमेन्टमा छौं अहिले हैन यसमा दुईटा भेरिएन्ट आउँछ फर्स्ट अफ अल एलिट र लग्जरी अब एलिट भर्जनमा धेरै कुराहरु धेरै फिचर्सहरु चाहिँ छैन अब लग्जरी भनेको इट्स अल लग्जरियस यु गेट सो मेनी थिंग्स इनसाइड व्हिच वी विल शो यु हैन अब प्राइस रेन्जको कुरा गर्दाखेरि पनि एलिट लग्जरीमा चाहिँ अलिकति डिफरेन्स छ बट also at the same time if you look into this car भन्ने हो भने चाहिँ यसमा रेन्जसँग पनि कम्पिटिसन छ है फेरि there's a lot of competition in the market with this but so far this is an amazing car to drive रेन्जको कुरा गर्ने नै हो भने this luxury variant comes in 650 km को रेन्ज which is claimed by NEDC त्यो भनेको एकदमै ठुलो हो रेन्जमा it's the best in segment now comes the question for यो कुन ब्याट्रीमा चल्छ भनेर now this runs into a magazine battery अब magazine battery भनेको के हो त यो magazine battery भनेको it's a new kind of battery जुन चाहिँ यो गाडीबाट आएको छ and अब यो magazine battery भन्ने बित्तिकै अब कतिको सेफ होला कतिको अनसेफ छ होला के छ कसो होला नडराउनुस् यो भनेको अल्ट्रा सेफ magazine battery मा रन गर्छ त्यो भइसकेपछि ब्याट्रीमा केही पनि इस्यु हुँदैन न गाडीमा इस्यु हुन्छ न ब्याट्रीमा इस्यु हुन्छ अनि आफ्नो कम्पनी आफ्नो यहाँ यो शोको यहाँ छ यु माइट अल्सो बी वन्डरिङ यो कहाँबाट पाएँ होला मैले यु क्यान फाइन्ड इट आउट एट याकी म याकीको लिंक डिस्क्रिप्सनमा हालिदिन्छु गो एन्ड चेक इट आउट यस्तै कस्टमाइज स्वेट शर्ट हुडीज एनिथिङ युल गेट इट राइट हियर अब यसको अर्को बेस्ट कुरा के छ भने यसमा हजुरको 8-way massage system sir yes you heard it right driver seat र passenger seat मा you get 8-way massage system त्यो भइसकेपछि त you have nothing to worry about 28 million plus units sold भएको छ यही गाडी भनेपछि त that's a crazy number right र त्यसको माथि अब हजुरको 60 प्लस कन्ट्रीजहरुमा यो गाडीको मात्र प्रेजेन्स छ भनिसकेपछि त that is more than amazing भन्छु म this has been awarded with the Lighthouse Award which is the most prestigious in the world and obviously in China as well because यो भनेको third biggest company हो in China and अब गाडीको अलिकति ब्रीफ कुरा गर्ने नै हो भने you can see you get the DRL headlamps you get cameras you get airbags 7वटा airbagsहरु पाउनुहुन्छ and yes अघि मैले जुन भने नि 5-star E and cap rating छ त्यो यसको पनि त्यो भएपछि you are very safe to go you can drive it very easily यसको acceleration handling is amazing and there's a lot of things अब त्यो भइसकेपछि एउटा अर्को कुरा पनि मैले छुटाउन बिर्सेछु you also get smart tailgate opening अब त्यो कसरी काम गर्छ त अब त्यो चाहिँ कसरी काम गर्छ भने if you go nearby the tailgate area चाबी पनि खोल्नु पर्दैन अटोमेटिकली खुल्छ we are here to receive the guest I know एकदम unusual location मा छ but let's bring the guest out in the camera है त come on let's go and he is none other than the legendary actor Rajendra Khadke Dai हजुर नमस्कार Namaste, how are you? I am good Dai I'm good thank you so much for doing this with me Okay, thank you very much. अब हल्ला थाहा छँदैछ होला हामी आज के गर्दै छौं भनेर Yes. सो गाडी तर्फ लागौं त गाडी हेरौं त Please. ओके यो त अब खतरा आएको छ हैन हजुर के छ I feel like walking with a celebrity feels like I myself is a celebrity very है अब नयाँ गाडी कस्तो छ हेर्दै छु गाडी चाहिँ यो हो दाइ हाम्रो GAC को Aeon V Aeon V म पनि A1 नै हो A1 हो चाहिँ एक्सन डाइरेक्टर A1 हो म चाहिँ हैन
अब A1 यही हो नि त बाबुले कुरा गरेको हजुर 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 ओके लेट्स ड्राइभ लेट्स गो यु ड्राइभ आई विल यस यस लेट्स गो पुरा कम्फर्टेबल छ त है एकदम कम्फर्टेबल छ दाइ अहिलेको गाडी अब है हेलो गाइस आई एम सिटिङ विथ नन अदर देन राजेन्द्र खड्की दाइ सुरुमा ओभियसली धेरै धेरै धन्यवादहरूलाई यो एपिसोड मलाई मसँग गरेकोमा तिमी ऋषिको चाहिँ भान्जा भन्छ मेरो पनि भान्जा भन्छ होइन ओके ओके लेट्स गो या सिट बेल्ट्स अन बिकज ट्राफिक रुल्स फलो गर्नुपर्छ ओके दाइ मैले अब हजुरको बारेमा सुन्दै आएको छु सानैदेखि होइन अब सानैदेखि अब म्यामले भन्छिन्छ अब नेपाली कलाकार यो नेपाली सिनेमा जगतको हजुर एकदमै ठुलो लेजेन्डै भनौँ न लेजेन्ड चाहिँ मलाई अडियन्सले बनायो थ्याङ्क यू अडियन्स है तिम्रो मम पनि त हिरोइन हो नि त हो नि मामु अब हिरोइन पनि हुन्छ अब हल्लाई थाहा छ एकदम हाम्रो स्ट्रगलको सँगसँगै सहपाठीहरू हजुर 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 a lot of people might not know my mother was also an actress long time back yes and I'm her son अब दाजु पहिला कुरा चाहिँ होइन सबसे ठुलो कुरा चाहिँ हजुरको चाहिँ के छ लाइक अब हुन त प्राय सबै जनताले हजुरलाई चिन्नुहुन्छ जान्नुहुन्छ तर अलिकति चाहिँ मेरो नयाँ भ्युअर्सहरू जो हुनुहुन्छ मलाई चाहिँ म यो पहिला चाहिँ अलि म पहिलेदेखि नै स्ट्रेट फर्डर हो कि म ब्ल्याक एन्ड व्हाइट मान्छे ब्ल्याकलाई ब्ल्याक भन्ने व्हाइटलाई व्हाइट हजुर दुधलाई दुध पानीलाई पानी यस तर चाहिँ मैले पछि मैले अब यो पछि मैले प्रेमानन्द बाबाको सम्मान गरेको पछि 1-1.5 वर्ष हजुर उहाँलाई चाहिँ प्रेम गर भन्छ कि रेस्पेक्ट गर भन्छ त्यस कारण मैले चाहिँ सबभन्दा ठुलो रेस्पेक्ट भनेको गड भनेको हजुर आमा बुवा हो हाम्रो लागि एकदम एकदम एभ्री पर्सन्स मदर फादर इज गड हो होइन गड मदर गड फादर होइन हामीलाई हाम्रो संसार देखाउने हजुर हजुर र मैले के भन्छु भने नारी चाहिँ स्त्रीहरूलाई सबैलाई एकदम रेस्पेक्ट गर्नुपर्छ किन उहाँले हाम्रो लाइफ बनाइदिएको छ है हजुर हजुर मेरो मेरो दिजुहरू सबै मिलेर भनौँ न इभन मेरो वाइफ पनि होइन हजुर हजुर उनीहरूको डेडिकेट एकदम ठुलो छ हजुर अनि त्यो विषयमा बोल्छु म अहिले चाहिँ होइन हुन्छ हुन्छ अनि एजुकेटेड मान्छेहरूले चाहिँ जब पाएन हजुर मेरो चाहिँ 5 वर्ष अगाडि मेरो 2टा छोरीले चाहिँ थेसिस गरेर मास्टर डिग्री गरेको होइन हजुर पिएचडी गरेर भनेर नगरे भने जब पाएन हजुर मेरो ठुलो छोरी आजभन्दा 4 वर्ष जति अगाडि ल्याङ्ग्वेज पढेर जापानिज ल्याङ्ग्वेज पढेर जापान जान बाध्य भएर होइन स्याड रियालिटी यो बिकज अफ आवर चाहिँ गभर्मेन्ट पोलिसी हजुर हजुर अनि जब सिटिसक्यो हजुर एकदम बाहिरको मान्छेको हेभी भयो पहिला भन्नुपर्छ वीरेन्द्र भन्दाखेरि चाहिँ यो देशमा एकदम राम्रो छ हामी आत्मनिर्भर थियौँ कि खाद्यान्नदेखि सबैमा होइन आउँथ्यो तेलहरू हाम्रो कन्ट्रीमा थिएन त्यही त्यो बेला अहिले त सबै चिज बाहिरबाट अहिले यो देशलाई चाहिँ रियल हाम्रो पोलिटिसियनले होइन क्या भाउ हजुर हजुर होइन हजुर बिजनेसम्यानहरूले ह्यान्डल गरिरहेको छ कि चलाइरहेको छ भन्नु चाहिँ द्याट्स बिग रिजन कि त्यस कारण म चाहिँ त्यो विषयमा फाइट गरिरहेको छु कि हजुर हजुर हाम्रो पोलिटिसियनहरूलाई भने त्यसको लोभ लालसामा नपर्नु हजुर तपाईँलाई सेलेक्सन गरेर पठाएको होइन अमूल्य भोट दिएर पठाएको चाहिँ यो नेसनलाई हजुर नेपाललाई एकदम चाहिँ बनाउनलाई हो करेक्ट हजुर हजुर करेक्ट र हाम्रो नेपालीहरूले धेरै एक्सपेक्ट पनि गरेको छैन हजुर अनि 2 टाइम्स लन्च एन्ड डिनर होइन हजुर लन्च एन्ड डिनर अनि फेस्टिभल्सहरू गरेर मजाले चाहिँ जब पायो भने राम्रो के सबै हाम्रो नेपालीहरूको धेरै एक्सपेक्ट छैन हजुर किन हामी लड अफ चाहिँ कास्ट पिपुल इन आवर कन्ट्री नेपाल हजुर हजुर दे हेभ मेनी फेस्टिभल्स एकदम होइन आफ्नो किसिमको फेस्टिभल मान्छन् हजुर त्यति गरेर पुग्छ कि एकदम सजिलो छ कि हाम्रो देशमा खास गरेर हजुर पोलिटिसियनहरूलाई चाहिँ एकदम मैले स्पेसली चाहिँ यसपालि चाहिँ प्रचण्ड शेरबहादुर दाइ र केपी ओली दाइ मैले दाइ भनेको ड्याड पछिको स्टेप हो है हजुर हो होइन अर्को बाउ नै भने हुन्छ वास्तव चाहिँ हामी तर हामी पर्छ दाइ भन्छौँ हामी हजुर हजुर उहाँहरूलाई एकदमै प्लिज यो लास्ट स्टेज छ हाम्रो स्टेजको मतलब भन्नु स्टेज त 120 वर्ष आयो होस् उहाँहरूको चाहिँ होइन हजुर तर चाहिँ राम्रो गरेर चाहिँ मान्छेहरूलाई चाहिँ त्यो गरिदिनु भन्छु कि म त्यही भन्ने हिसाबले गइरहेको छु म चाहिँ हजुर हजुर
So obviously अब दाइसँग बसिसकेपछि अब दाइ himself is a celebrity. A lot of people know him. Now म पनि के फिल गर्दैछु भने अब दाइसँग बसेपछि I'm also a celebrity. Yeah, of course, why not? All Nepalese are celebrated. Because, Exactly. The views make Rajesh Hamal, every movie lines, artists, actors, and all celebrity because of audience. एकदम Great salute to audience. यस हाम्रो अडियन्सले नै हो यस्तो हो मैले त के सोच्छु भने हजुर हामी 3 मिलियन पिपल के 3 करोड नेपाली हामी हो नि त हजुर एकदम हामी समान छौँ कि एकदम एउटै हो कि अब आफ्नो फिल्ड पनि हुन्छ हजुर होइन आफ्नो फिल्डमा जाँदाखेरि एउटा चाहिँ जस्तै हामीले चाहिँ हाम्रो चाहिँ स्कुलिङदेखि नै टिचरहरू नआउँदाखेरि हामी गफसप गरेर हुन्छ जब टिचर इन्ट्री गर्छ नि हजुर देन आफ्टर ओबिडियन्ट के हजुर हजुर डिसिप्लिन के होइन अनि टिचरकोदेखि अलिकति अलर्ट पनि हुन्छ हामी चाहिँ होइन हो त्यो चाहिँ मैले मुभी लाइनमा जब एक्सनको काम गर्छु त्यो बेला चाहिँ म के सोध्छु भने हजुर यो प्रड्युसरले घर खेत बेचेर कसै वाट एभर पैसा ल्याएको छ मेरो साइडबाट आउन यसले गाउनुपर्छ भन्ने सोच कि मेरो एकदमै एकदमै दाइ त्यसैले टेक्यो म चाहिँ होइन म अनि राइस पनि राइस मात्रै होइन शिव दाई भुवन दाई श्रीकृष्ण त्यो टाइमको सरोज खनाल जो टेक्न सकेन उनीहरूले आफ्नो फ्युचरको लागि अमेरिका गयो कोही युरोप गयो होइन हजुर हजुर आई एम स्टिल हियर बिकज आई लभ नेपाल किन जय नेपाल जय नेपाल आई लभ नेपाल तर यो गाडी चाहिँ मैले चाहिँ पहिला BMW कोरियामा बस्दाखेरि इफेक्ट आयो है हजुर It's not a joke. BMW is too much expensive, you know? BMW is too much यहाँ नेपालमा त्यसको के भने 7 करोड 8 करोड पर्छ त्यो गाडीको BMW 6 त्यो भन्नुहुन्छ भने हजुरले यो गाडीको कस्ट चाहिँ कति पर्छ यो गाडीमा दुईटा भेरिएन्ट छ मैले होला अलिकति भनिहालेँ होइन यो गाडीमा दुईटा भेरिएन्ट छ एउटा एलिट भेरिएन्ट र अहिले हामी चढेको चाहिँ लग्जरी भेरिएन्ट भनेर छ अच्छा सो लग्जरी भेरिएन्ट चाहिँ हामी अहिले जुन छौँ त्यसको प्राइस चाहिँ 70 लाख रहेको छ ओके अनि एलिट भेरिएन्ट भनेको चाहिँ हजुरको त्यसको चाहिँ 65 लाख पर्न आउँछ ओके होइन अब यसको चाहिँ कम्पिटिसन चाहिँ अब मैले जस्ट प्राइसको हिसाबमा मात्र भनेको हो नो हार्म टु आवर बसेस एन्ड द अदर कम्पिटिटर्स एज वेल किनभने फेयर हुनुपर्छ सबैतिरबाट करेक्ट होइन सो 65 लाख्सको हजुरको A1B जुन छ त्यो चाहिँ हजुरको ट्याक्स गर्छ हाम्रो ट्याक्स चाहिँ ट्याक्स त अब यस्तो इभीमा चाहिँ ट्याक्स खासमा कम गर्नुपर्ने हो कति बनाएको छ तर डिपेन्डिङ अन द ब्याट्री साइज एन्ड द किलो वाट एन्ड एभ्रिथिङ 10 देखि 15% इफ आइ एम नट रङ लाइक इफ मेरो रङ छ भने कमेन्ट डाउन गर्नु होला ओके त्यो अरू गाडीमा त 300 छ नि त होइन 300% छ नि त हजुर त्यो अर्को चाहिँ जस्तै कि डिजल पेट्रोल गाडीहरूमा हजुर हजुर यो त इभी भयो नि त इभी भएपछि सस्तो भयो होइन एकदम हजुर अनि यसको चाहिँ ड्युरेबल त्यो ब्याट्रीको ड्युरेबल कति वर्ष नि यसको यसो छ हजुरको रेन्जको कुरा गर्नुभयो होला होइन होइन ड्युरेबल समय कति समय यसो छ हजुरको रेन्जमा पनि आउँछ ब्याट्रीको वारेन्टी नै ब्याट्री र मोटरको वारेन्टीमा हजुरको 8 वर्षको छ 8 वर्षको छ 8 इयर्स इट्स अ लङ टाइम है इट्स अ लङ टाइम त्यो भनेको राम्रो हो यस हैन अब फिचर ड्युरेबल कति ड्युरेबल चाहिँ यसको ड्युरेबल चाहिँ एकदमै छ एकदमै ड्युरेबल छ यसमा चाहिँ 4 व्हिलर छैन है हजुर 4 व्हिलर चाहिँ छ तर सिस्टम चाहिँ छ होला हैन हैन यस्तो हजुरको फ्रन्ट व्हिल ड्राइभ हो यो चाहिँ म मोटर होला यसमा मेरो विचारमा किन भन्दाखेरि सिंगल मोटरबाट चल्ने हो नि त यो अब हाललाई म ब्याट्रीको यसको कुरा गर्छु यसलाई यो रन गर्छ म्यागजिन ब्याट्री भन्ने यो भनेको पहिलोचोटि यो गाडीमा चाहिँ पहिलोचोटि आएको हो ए म्यागजिन ब्याट्री भन्ने बित्तिकै इट्स द मोस्ट सेफेस्ट हजुरको प्लस सेफ पनि भयो प्लस हजुरको सबै कुरा बेस्ट इन सेगमेन्ट छ यसको चाहिँ ओके हजुरको यो गाडीमा चाहिँ यो भेरिएन्टमा चाहिँ यु विल फाइन्ड अ रेफ्रिजरेटर इन हियर अच्छा अच्छा यहाँ हजुरले यहाँ क्लिक गर्नुभयो भने अहिले मैले मेरो सामानहरू राखेको छु यहाँ स्टोर गर्न होइन तर यहाँहरूले यहाँ रेफ्रिजरेटर पाउनुहुन्छ यो पनि फेसिलिटी रहेछ है रेफ्रिजरेटर यसको ब्याट्री धान्छ होइन जान्छ मजाले जान्छ हजुरको अब यसको रेन्जकै कुरा गर्ने हो भने पनि हजुरको यो भेरिएन्टमा चाहिँ 650 किलोमिटरको रेन्ज छ अच्छा अच्छा त्यो भनेको बेस्ट इन सेगमेन्ट हो त्यो पनि रेन्ज हजुर यो वान चार्जमा यस वान चार्जमा 650 किलोमिटर्स तर मैले एउटा अर्को नबुझेको के हजुर यो छ नि हजुर हाम्रो चाहिँ मेरो पेट्रोल गाडी छ होइन हजुर मलाई किङले चाहिँ गिफ्ट गरेको हजुर हजुर त्यसमा चाहिँ तपाईँको डाइनामा हुन्छ कि चार्जिङ डाइनामाहरू हुन्छ हजुर 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 यसले ब्याट्रीलाई कन्ट्रोल गर्छ त्यसले होइन अनि पावर सप्लाई गरेर पनि कन्ट्रोल गर्छ नि हजुर यसमा चाहिँ यो चार्जिङ सिस्टम मलाई बनाइदियो भए त यो जति एकपल्ट चार्ज गर्नु पर्ला तर त्यसले पनि धान्ने त होला नि यसमा पनि
एकदम मजाले यो भनेको हजुरको CCS GBT चार्जिङ छ यसको हैन छ अनि हजुरको फेरि एउटा कुरा छ घरमा चार्ज गर्न मिल्छ हजुरको एकदम घरमै उहाँहरूले चार्जर दिनुहुन्छ लागि मोबाइलको भनौँ न मोबाइल यो सेट करेक्ट पोर्टेबल ब्याट्रीबाट पनि हुन्छ एकदम हैन एकदम चार्जेबल ब्याट्रीबाट पनि हुन्छ घरमा चार्जर पनि हुन्छ यो सेम गुड हैन अब त्यो भएपछि हजुरलाई थाहा पनि छ कि नै होला हैन तर हजुरको CG मोटर्सको गाडी हो यो हैन CG-कै हो यो CG-को यो अरुण दाइको बसन्त दाइको गाडी हाम्रो निर्माण दाइको हाम्रो छोराहरु भनौँ न हजुर हाम्रो भतिजहरुको भन्नुपर्छ हजुर यस बिकज चाहिँ बसन्त दाइसँग मेरो धेरै छ कि हजुर हामी चाहिँ अब हामीले धेरै म अब 64 बाट 65 लाग्दैछु हजुर हजुर त्यो मेरो छोराहरुको चाहिँ रेन्ज एजमा आउँछ हजुर एनीवे एकदम गएट बसन्त दाइ र अरुण दाइहरुको जो पनि छ हजुर त्यो बाबुहरु चाहिँ स्कुलिङ राम्रो छ ड्याडहरुको चाहिँ अनि ड्याडको पनि फेरि ग्रान्ड पा अर्सो चाहिँ छ कि हजुर हाउ टु डिसिप्लिन गर्ने हाउ टु बिजनेस भन्ने जस्तै मैले मेरो एक्सन डाइरेक्सन छ नि त हजुर हैन म आई लर्न मार्शल आर्ट्स हो क्याप्सन काइ कराटे आई एम द मास्टर अल्सो हजुर देन आफ्टर आई कम इन मुभी लाइन हजुर फर्स्ट मुभी म 3 मार्शल आर्टिस्ट स्टाइल कराटे स्टाइल कम्पोज गरेको हजुर आजभन्दा 38-39 वर्ष अगाडि कुरा ओ माय गॉड है त्यो विश्वास भन्ने फिल्ममा हजुर म 2041 साल भनेपछि कति हुन्छ यो इङ्ग्लिसमा चाहिँ म नेपाली नि धेरै फोकस गर्नु भएकोले हजुर हजुर 41 सालमा मैले चाहिँ यो रङशालाको हाम्रो हम्बु डोजो भन्छ कि हेडक्वार्टर हजुर हजुर त्यहाँ सेम्पाई थियो म हैन हजुर त्यहाँबाट चाहिँ अफर पाएको थिएँ कि हजुर त्यो मैले कम्पोजिसन बनाएको बिकज मेरो स्कुलिङ राम्रो भएकोले त म लङ टाइम टेक्यो नि हजुर मैले मार्शल आर्ट नजानेकन त्यसमाथि पनि मैले त टाइची गरेको भयो जिम्नास्टिक गरेको जुडो गरेको बक्सिङ गरेको भयो खलिफा गरेको भयो म लट अफ आर्ट्स के मसँग चाहिँ एकदमै होइन अब झिटकन्डो गरेको भयो हजुर मैले त्यो चाहिँ मैले चाहिँ हेटाउन हुँदाखेरि गर्न पाएको थिएँ हजुर त्यो एउटा कुरा मैलेहरूलाई भनिहालौँ यस मार्शल आर्ट्सहरू सबैको एक्सपर्ट हुनुहुन्छ भने पिपल मे कम्पेयर हैन तर कम्पेरिजनको हिसाबमा यु आर अक्षय कुमार टु मी थ्याङ्क्स अक्षय कुमार इज अ भेरी गुड एक्सन स्टार यु नो हजुर एकदमै कम फ्रम द मार्शल आर्ट्स हजुर इज अ गुड फाइटिङ स्किल एकदमै हैन अब अर्को कुरा चाहिँ के छ भने चाहिँ हजुरको यसमा सबै कुरा बेस्टै छ हजुरको यसमा स्पिकर्स पनि मजाको छ अराउन्ड 7-8 स्पिकर्सहरु छ ओके राम्रो साउन्ड सिस्टम अनि सेफ्टीको लागि एयरब्यागहरु कति छ 7 वटा 7 यस बेस्ट इन सेगमेन्ट प्लस 5 स्टार सेगमेन्ट 5 स्टार छ अलिकति पोजिटिभ मात्र कुरा पनि गर्नु भएन कि नेगेटिभ कुरा पनि हजुर कतिवटा चाहिँ इभी गाडीको जब ब्याट्री सर्ट हुन्छ एउटा इलेक्ट्रोनिक चिज हो नि त हजुर त्यो धेरै भइसकेपछि त सबै शान्ति छ त हो नि यसमा पनि त अब त्यो ब्याट्रीबाट चाहिँ फ्लिक्चुएसनहरू हुने पनि त्यो बनाइदियो होला अहिले त होइन यस्तो छ हजुरको हिट यस्तो ब्याट्री हिट भयो भने कुलिङ सिस्टम पनि छ यसको त्यो फेरि गुड भेरी गुड हो मैले त्यही हुन खोजेको हो अब हजुर एउटा कुरा वार्निङ त दिइहाल्छ नि वार्निङ दिएपछि यो मस्ट बी होल एन्ड उसले भन्छ होला किन अहिले त सबै त इलेक्ट्रोनिक चाहिँ जमाना छ होइन एकदमै उसले गाइड गर्छ होइन त एकदमै इमर्जेन्सी 360 डिग्री पनि सब देखाउँछ हजुर छ 360 यो भयो होइन यो टप सर्ट भयो हजुर अहिले हजुरको रियल टाइम भिआर भयो अब म एउटा राम्रो कुराहरूलाई म दामी देखाउँछु है त यो हजुरको सिट भेन्टिलेटिङ एन्ड हिटिङ हुन्छ भेन्टिलेट भनेको हजुरको तातो हुने हुन्छ सरी हिटिङ भनेको चाहिँ तातो हुने हुन्छ भेन्टिलेट भनेको चिसो गर्ने यस यस्तो मैले BMW म कोरियामा हजुर -55 डिग्रीमा छ नि हजुर मेरो चाहिँ अर्को एकदम स्टार हजुर हङकङ फिल्म त डेट पिछे एउटा गऱ्यो होला ज्याकीसँग सँगसँगैको हजुर उहाँको चाहिँ मिसेस के भनौँ न मैले गुरु नै भन्छ अब तिनीहरूले हजुर अनि गुरु आमाले चाहिँ उसको गाडीमा राखेको थियो कि मलाई हजुर होइन त्यसमा त कस्तो फेसिलिटी थियो भने अब स्टोभमा चलाउनु पर्यो नि हजुर नो चेन के हजुर तर त्यसैमा सिस्टम बनाएर आयो कि हजुर त्यसले कतिमा त्यो हाम्रो गुरुआमाले भन्थ्यो $2,55,000 किनेको थियो कि यसले हजुर त्यहीँ कोरियामा हजुर त्यो गाडी यहाँ अब 7-8 करोड पुगिहाल्छ नि होइन मेरमा चाइना होइन यो हजुर चाइनाबाट आएको होइन यो त हजुर चाइना त एउटा एकदम यस्तो राम्रो ग्रेट सेल्युट टु चाइना हजुर एन्ड चाहिँ त्यहाँको प्रेसिडेन्टहरूलाई त्यहाँको सबै वर्करहरूलाई सेल्युट छ हजुर उहाँहरूले चाहिँ यसरी बनाइदिएछ कि
अब मैले अघि BMW 7 सिरिजको कुरा गरेँ नेपालमा त रेयरै चल्छ होला त्यो हजुर छ न चाहिँ होइन रेयरै मतलब त्यो त्यसमा तपाईँको चेन सिस्टम पनि भएको हजुर अनि यो हिटिङको कुरा आएर भने कि हजुर अनि पछाडि अझ LCD छ त्यहाँबाट चाहिँ टोटल आफैले त्यो हेर्ने हो त्यो चाहिँ हजुर GPS चलाइरहेको हुन्छ हामीले पछाडि हिटिङ सिस्टम पनि योसँग पनि रहेछ होइन हजुर भेन्टिलेट हिटिङ छ तर यो सँगसँगै हामीसँग यसमा मसाज पनि छ अच्छा यसमा मसाज छ यस 8 वे मसाज सिस्टम छ म हजुरको लागि वेस्ट रिल्याक्स भन्नु पर्छ अनि आरामले मसाज दिलाएर म पनि मसाजको आनन्द लिन्छु त्यो गर्दै गर्दै हामी कुरा गरौँ अब लङ ड्राइभको लागि चाहिँ भयङ्कर भयो त यो त एकदमै अनि होइन यो मसाजले एउटा के पनि गर्छ भने हजुर लङ ड्राइभमा स्लिप गर्छ नि मान्छे सुत्छ नि कहिले होइन कहिले अनिन्द्रा हुन्छ हजुर यो मसाजमा हाल्यो भने त उसलाई त देउस एग्रेसिभ पनि राख्ने रहेछ त त्यो मात्र पनि होइन अब यस्तो पनि सिस्टम छ भने इफ यु सी हियर यो भनेको चाहिँ हाम्रो सेन्सर हो अब यो सेन्सरले चाहिँ के गर्छ भने चाहिँ दिस इज मोर लाइक कस्तो खालको सेन्सर हो भने चाहिँ अब हामी लामो दूरीको यात्रामा छौँ ओके लामो दूरीको यात्रामा भइसकेपछि हामी थाक्छौँ हामीलाई निन्दा लाग्ला जस्तो हुन्छ यो सेन्सरले हामीलाई सेन्स गरेर हामीलाई यतै यहाँ इन्फर्मेसन क्लस्टरमा चाहिँ भन्छ कि ल तँलाई फेटिक भइरहेछ टेक रेस्ट ओइ गुड 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 त्यस्तो कुराहरू छ यसमा यो एउटा जस्तै कि के गार्जियन जस्तै भयो त है यो गाडी त त्यहाँबाट चाहिँ मम डाटा चाहिँ भयो नि त काहीँ के भयो भने है भनेर कराए जस्तो दिने भयो हस् थ्याङ्क यू चाइना थ्याङ्क यू यो चाहिँ यो ल्याउने हाम्रो अरू के भाउ हाम्रो यो सिजी मोटर्सको यता निर्माण दाइले गर्छ निर्माण ल थ्याङ्क यू बाबु एकदम राम्रो मसाज पनि पा आनन्द पनि भयो यात्रा पनि रमाइलो हुँदैछ अब दाइ हजुर अब मैले भने नि आई हेभ बिन नोइङ यु सिन्स लाइक नोइङ यु भन्दा पनि आई हेभ बिन हियरिङ अबाउट यु सिन्स माई चाइल्डहुड डेज ओके एन्ड अल्सो अब अहिले त रियलमा मैले भेट्न पाइरहेको छु होइन अब त्यो भइसकेपछि अब मेरो लागि त एउटा स्टार स्ट्रक मोमेन्टै हो कस्तो स्टार स्ट्रक मोमेन्ट भन्नाले अब म हल्लाई पहिलोचोटि म पनि ह्याप्पी भइरहेको छु किन भन्दाखेरि हजुर यङ्गर जेनेरेसनको चाहिँ ट्यालेन्टहरूसँग मैले पनि लर्न गर्छु कि हजुर होइन लर्न भनेको चाहिँ खालि त्यो एजेड हुनै पर्छ यो भन्ने पनि छैन बाबु हजुर किन भन्दाखेरि अहिलेको चाहिँ एजुकेटेड पर्सनहरूसँग लट अफ नलेज हुन्छ हो हजुर एकदमै अब हामी त अब स्कुलिङ गर्दाखेरि नै 4 क्लासमा एबिसिडी पढाएको मान्छे पढाएको हामीहरू पढेको भन्दा पनि हुन त पढेको कलेजसम्म पनि हजुर मकनपुर क्याम्पस इस्टाब्लिसै गरिदिएछु मैले नाइट क्याम्पस है हजुर पछि ठुलो भयो अब त आफ्नो हेरौँडामा हजुर तर हामी त्यति स्ट्रङली चाहिँ एजुकेसनमा छैन म त हजुर म ब्रोकन पनि हो एक होइन हजुर अनि मैले चाहिँ त्यो म त बच्चाहरूसँग पनि सिक्छु हजुर किनभने त्यो चाहिँ फोक्न पाइरहेको छ नि त अब मैले सबभन्दा ठुलो तिमीलाई मलाई टाइम दिएछु हो त बिकज ऋषिको कुरा निकाल्यो ऋषि हाम्रो चाहिँ सँगसँगैको डाइरेक्टर अब मामा इफ यु वाचिङ दिस थ्याङ्क यू आई लभ यु लभ यु माई ब्रदर उसको स्टेजमा फर्स्ट फिल्ममै हामी त त्यो बेला टपै भइसकेको थियो साथी फिल्ममा आएको थियो कि हजुर होइन त्यहाँनिर स्ट्रगल वर्क हार्ड गर्यो हजुर होइन मान्छे एकदम फेरि एकदम जेन्टलम्यान छ हजुर त्यहाँनिर त अब उसको पनि ब्लास्ट हिट फिल्म चाहिँ आएको छैन हजुर आउँछ मलाई थाहा छ हजुर अलि सिधा जस्तो भइसक्यो हजुर बाबुको त्यो यो के अरे ट्राभल विथ के भनेको थियो ट्राभल गफ विथ सुभाष ट्राभल गफ विथ सुभाष सब्सक्राइब गरिदिनु होला प्लिज यस हाम्रो यो चाहिँ खासमा नेपाल खोज भनेर हाम्रो जुन अनलाइन पोर्टल छ त्यहाँ चाहिँ आउँछ होइन तर हाम्रो स्निपेट्सहरू जुन सानो भिडियोहरू छ त्यो चाहिँ हाम्रो ट्राभल गफ विथ सुभाषको फेसबुक पेज र इन्स्टाग्राम पेज दुइटैमा आउँछ ओके हामी त्यही अघिको ठाउँबाट घुमाएको थियौँ नि त्यहीबाट घुमाउँदा ओके अनि अर्को मलाई सोध्नु मलाई यो डाउन पेमेन्ट कति गरेर इन्स्टलमेन्टहरू हुन्छ यसको अब डिपेन्ड्स यो भर्खर लन्च गरेको छ त मलाई नि एक्ज्याक्टली थाहा भएन आई डोन्ट नो आज हामीले चाहिँ त्यहाँ कुरा गर्न सक्छ उहाँहरूसँग उहाँको त म्यानेजरहरू हुन्छ नि त हजुर त्यो कुरा गर्न सक्छौँ ओके आज चाहिँ ठ्याक्कै हामी वी आर जस्ट सुटिङ यस सो अब म के गरिदिन्छु भने म आई आस्क विथ द टिम हजुरसँग जे जे कुराहरू छ आई आस्क विथ द टिम टु कन्ट्याक्ट ओके त्यो भयो भने बेटर हुन्छ हजुरलाई बसेस यु गेटिङ न्यू कस्टमर्स चाहिँ मैले भनिरहेको छु होइन मलाई चाहिँ के भन्यो भने
अब आज जिज्ञासा भयो कि यो गाडीको यता त्यो देखेँ सो अहिले अझ बाँकी छ हजुर होइन हजुर अझ बाँकी छ यस अब यसको फिचरहरूको बिस्तारै भन्दै गयो तिमीले होइन हजुर यो हजुरको यसमा वायरलेस चार्जिङ छ हजुरको एप्पल कारप्ले एन्ड्रोइड अटो चाहिँ अहिले आएको चाहिँ छैन बट एप्पल कारप्ले छ ओके सबै हजुरको सिटहरूदेखि लिएर एकदम हजुरको यो फुल अन प्यानोरामिक सनरुफ मुनरुफ छ होइन यो कतिको पावरफुल छ त यो एकदमै पावरफुल छ नि एकदमै पावरफुल छ किन भन्दाखेरि यो सिटीलाई त ठिक हो तर हामी अफरोड जाँदाखेरि त स्टोनहरू आउँछ नि त हजुर हजुर त्यो पनि ख्याल गर्नुपर्छ होइन अफरोड जाँदाखेरि किन अझ उहाँहरूले डेमो गरेर राम्रो हुन्छ कि पहिला गाडीमा कस्तो डेमो गरेर हजुर हजुर अब यो त अहिले ग्लास देख्यो मान्छेले के सोध्छ भने यो चाहिँ अनब्रेकेबल हो कि हजुर होइन यसबाट चाहिँ ठुल्ठुलो स्टोन आउँदा के हुन्छ हजुर त्यो छ कि छैन अफरोड जाँदाखेरि अलिक प्रिकसन लिनु पऱ्यो नि हो मैले जानेको कुरा छ कि प्रिकसन इज बेटर देन क्योर यस अब अर्को कुरा चाहिँ मैले भन्दा ठ्याक्कै हेर्दाखेरि हालेँ यहाँ हजुरको यो मिरर छ राइट यु हेभ युर स्मल क्युट सा भ्यानिटी हियर ओके यो त हाम्रो दाइ हजुर यति ह्यान्डसम देखिन्छ कि मिरर पनि म चाहिँ रफ ह्यान्डसम हो यो स्पेसली कसलाई बनाएको थाहा छ हजुर ब्युटिफुल लेडी ब्युटिफुल एकदम एकदम यिनीहरूको लागि बनाएको यो इम्पोर्टेन्ट उनीहरूले लिपस्टिक लाउँछ बिकज त्यो कसको लागि गर्छ त हो मेलको लागि गर्छ त फिमेलले होइन नाइस भन्नु मेरो गाडी पनि छ यो त हाम्रो दाइको आफ्नै प्रब्लम छ नि ड्राइभर सिट र प्यासेन्जर सिटमा दुइटै छ अब स्क्रिन भन्दा भन्दा आफू टगर छ कि छैन भन्नु हेर्नु पऱ्यो नि फेरि त्यहाँमै मिरर हालेछ नि त होइन हजुर 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 अब यसको 175 mm जतिको ग्राउन्ड क्लियरेन्स छ हजुर र 19 इन्चको टायर्स छ विच इज गुड इन सेगमेन्ट होइन म त जिप लभर हो फेरि हजुर होइन हजुर अब झन् यो जिपै भइहाल्यो एक किसिमको होइन हजुर एसयुभी नै भयो त एसयुभी हो त्यही त एसयुभी नै हो हजुर अब यत्रो अब दाइ हजुर मैले होला एउटा कुरा मैले सोधि नै हालेँ होइन अब यत्रो इभीहरूको सर्च भइरहेको छ अहिले मान्छेहरूमा डिमान्ड पनि छ सप्लाई पनि छ इभी मान्छेहरूले धमाधम किनिरहेको छ किनभने इभी इज द फ्युचर भनेर भनिरहेको छ हजुरको चाहिँ यसमा चाहिँ हजुरको विचार हजुरको राय के छ त यो विषयमा मलाई अस्ति एउटा म गएको थिएँ कि नादाको सोमा हजुर त्यहाँ भाइले मलाई चाहिँ हाम्रो सेलिब्रेटीहरूलाई फेसिलिटी पनि रहेछ एउटा हजुर अनि एकजना भाइले चाहिँ मलाई आमासर बनिदिनु है भनेको थियो कि हजुर मैले भने कि यसो न त जोक आमासर भन्नु आफूलाई टोटल नलेज हुनु पऱ्यो स्टडी गर्नु पऱ्यो हो हजुर होइन अब म फ्याक्ट पैसा लिएर अब कलाकारहरू चाहिँ या कोही पनि सेलिब्रेटीले बन्नेलाई के नलेजै हुँदैन भने ऊ कसरी बस्छ एक्ज्याक्टली हो कि एकदम सही एकदम मैले उहाँलाई के भन्यो भने पहिला म स्टडी गर्छु है भनेको छु कि हजुर धेरै भेरिएन्टमा छ नि त अहिले हजुर हो एकदम होइन अब सिजी भनेको त ब्रान्ड भयो उहाँहरूको लागि त चाहिँदैन किन उहाँहरू आफै स्वयं ब्रान्ड हो एउटा होइन एकदम करेक्ट त्यो एउटा जनमानसमा बनाएछ कि सिजे कम्पनीले हजुर एकदम हो एकदम त्यो उहाँहरू मैले भने नि म फिल्मको फाइटमा एक्सपर्ट छ भने उहाँहरू बिजनेसमा र यस्तो चिजमा चाहिँ एक्सपर्ट हुन्छ होइन त्यो बेला एकदम एक्सपर्टलाई ल्याउनेमा एकदम फर्स्ट आउनु लाग्यो भने उनीहरूको इमेजको कुरा हुन्छ कि हजुर इमेज होइन तिमीले भन न तिमीले पनि भन्छौ या म पनि भन्दैछु मैले बरु 100वटा काम राम्रो गर्नु एउटा नराम्रो गर्नु नि खेलो खन्छ हो त्यो चिजलाई चाहिँ एभ्री बिजनेसम्यानहरूले एभ्री चाहिँ भनौँ न बिजनेसम्यानमा नभइकन स्पोर्ट्सकोदेखि लिएर सबैलाई पनि यो एकदम ध्यान हुनुपर्छ हुन त अब रङहरू हुन्छ मिस्टेक हुन्छ किनभने यो भगवान्ले बनायो होइन नि ह्युमनले बनाएको चिजहरू हो नि त होइन नआओस् मान्छेले कमसेकम यो गाडी चाहिँ अहिले मैले 1994 गाडी चलाएको छु अहिले पनि हेर फुल कन्फिडेन्स छ मलाई चाहिँ किन त्यो पनि चाहिँ अटोमेटिक हो किन बिकज मेरो खुट्टा ब्रेक भएको थियो कि मुभीको सुटिङमा बिहान आफ्टर चाहिँ हाम्रो तुलसीगिरी दाई बित्नुभयो उहाँको हातबाट पाएको मैले चाहिँ किङले चाहिँ ल नबेचौँ चलाउनु भनेर होइन 1994 गाडी मैले चलाएछ भनेपछि यो गाडी पनि त्यस्तै स्केलमा जाओस् कि 35 इयर्स जाओस् न मान्छेले होइन अब अप्सनले चोइस गर्ने नयाँ आएको चाहिँ एक्सचेन्ज गर्ने त्यो आफ्नो ठाउँमा छ अब म जस्तो मान्छे कस्तो हुन्छ भने म एउटै गाडीलाई चाहिँ मिनिमम पनि 15 वर्ष चलाउँछु त्यहाँ मान्छेले अनि मैले राइनो खड्कीले यो गाडी चलाएको छ 15 वर्षदेखि यसो बेस्ट गाडी भएर त चलायो भन्ने हुन्छ नि त त्यो चाहिँ एउटा म भन्दै त्यो चाहिँ होस् उहाँहरूको जसले पनि गरिरहेको छ राम्रो उद्यम सोचेर विचारेर चाहिँ ल्याउनु नेपालीहरूको दुःख पैसा हो
हजुर नट अ ब्ल्याक मनी इट्स अ व्हाइट मनी एक्ज्याक्टली होइन यिनीहरू बहुत चाहिँ पिसा गरेर किन्छ हजुर यस्तो नल्याउ कि ल्याएपछि ठेले ल्याउनु पनि तान्नु पनि गाडी चाहिँ नल्याइदिनु होला भन्छु सबैलाई यो आग्रह मेरो एकदम एकदम स्पेसली यो चाहिँ सिजी ग्रुपले पनि भन्छ म यो चाहिँ त्यो चिज त बरु पहिल्यै नै किन उहाँहरूको त लिङ्क हुन्छ नि त मेन म्यानुफ्याक्चर कम्पनीबाट नि हजुर सिजी ग्रुपले चाह्यो भने यहाँ पनि म्यानुफ्याक्चर गर्न सक्छ नि अझ उहाँलाई एउटा के रिक्वेस्ट गर्छु नि यही गाडी चाहिँ यहीँ उहाँहरूसँग चाहिँ लिएर म्यानुफ्याक्चर यहाँ गरिदियो भने अझ सस्तोमा नेपालीहरूले चलाउँछ एक्ज्याक्टली हजुरको यसमा एट द सेम टाइम हजुरको हिटेड ओआरबिएम छ यसमा हजुरको ब्लाइन्ड स्पट डिटेक्टर त छँदैछ होइन तर हजुर अब जस्तो चिसो ठाउँमा जानुभयो अथवा गाडी चिसो ठाउँमा राख्नुभयो भने यसले मिररलाई पनि हिट गरिदिन्छ ओके ताकि त्यो हेरिएर अनि त्यसपछि आएको चाहिँ सिट लगाएर बचाउँछ त्यो हिसाबले हजुर यस सो त्यो भएपछि अब यो ड्राइभ इज मच मोर बेटर अनि अफरोड कति जान सक्छ अफरोड त मजाले जान सक्छ नि दाइ हजुर त्यही हो मैले भने म अस्ति यो अर्को चाहिँ यो ट्याक्सीमा गएको थिएँ कि हजुर मैले अलिकति मलाई त्यस्तो हिसाबले होइन कि हजुर मान्छेले यो गाडी चाहिँ यो सिस्टेने बाटो हेर्न जाँदैन भनेको थियो कि हजुर होइन हामी मजाले पुग्यौँ त्यहाँ होइन हजुर मैले बिचमा रोकेँ होइन अफरोडमा रोकेर कसले भन्छ यस्तो चाहिँ हो भनेर सिजेकै परेको छ लकीले इभी हजुर यो अहिले यो कुन के ब्रान्डको छ त्यो आइरहन हो हजुर अनि मैले गरिदिएको थियो झन्झनै 1 लाख पुग्न भनौँ न हजुर आइसक्यो मान्छेहरूले चाहिँ हजुर किन म अनेस्टली बोल्ने अनेस्ट कुरा गरिदिएको Yes. मलाई सिजीसँग के मतलब पनि छैन बाबु होइन मैले अनेस्ट कसले भने हामी यहाँ पुग्यो हामी चन्दनेगापुर पुगेर आएँ हजुर अनि त्यसको चाहिँ बरु अलिकति फिडब्याक मैले के भन्छ भने त्यसको चाहिँ यो पनि यसमा पनि हुनसक्छ बाबु त्यो चाहिँ है हजुर मैले अनुभव गरेको सेयर गरेको है कहिले पोजिटिभमा कुरा गर्ने No, ठिक छ नो द्याट्स गुड अ पोजिटिभ शुड हैव अ नेगेटिभ पनि यस हामीले कतिपल्ट पनि लट अफ 4-5 स्टेसनमा चार्ज गर्नु पऱ्यो कि हजुर अनि मैले एउटा के यो गाडी पनि म होला त्यो चाहिँ 100% अफरोडमा गएपछि यसको ब्याट्री चाहिँ नि हजुर किन म त्यो डबल पावर चल्छ नि त हजुर हामीले पनि त अब हामी चाहिँ डाँडा चढ्दाखेरि त हस्याङ फस्याङ भएर चाहिँ भएको ज्याकेट पनि खोल्छौँ किन अक्सिजन कम हुँदै गएको हुन्छ हजुर हजुर अनि अर्को एउटा पनि म लेसन गर्छु के भन्दाखेरि यो पनि अक्सिजन कार्बन डाइअक्साइड यही क्लाइमेटमा चल्ने हो है तर अब इभी चाहिँ मलाई आइरहनु है अरू गाडी चाहिँ त्यसो फङ्सनहरूबाट चल्छ होइन किन अब हाई अल्टिट्युड जाने बित्तिकै चाहिँ जस्तो यो गाडी मैले जोमसोम लिएर जान सक्छु सक्दिनँ सकिन्छ यो गाडीसँग त सकिन्छ त्यो म अस्योरिटी होइन तिम्रो चाहिँ एकपल्ट हाम्रो उहाँहरूलाई भनौँ रायन दाइले चाहिँ एकपल्ट ड्राइभ गरेर चाहिँ हजुर होइन ड्राइभ होइन उहाँहरूको एकपल्ट चाहिँ जोमसोममा जाँदाखेरि यसको कति ड्युरेबल भनेर देखाउनु पर्छ एकपल्ट नेपालीहरूलाई हजुर हजुर अनि यसको एउटा सबभन्दा राम्रो के भने इभी गाडीमा हजुर वाट एभर जसको पनि होस् हजुर पेट्रोलको झन्झट भएन कि सबभन्दा पैसा त्यहाँ बच्यो होइन अब एट द टाइम अब म सोध्छु एउटा तिमीलाई चाहिँ कति इयरको ग्यारेन्टी वारेन्टी हो 8 years 8 year पछि 9 year त आउँछ बाबु हजुर होइन ध्यान त्यसपछि के हुन्छ अहिलेसम्म त्यसको स्कोप्सहरू चाहिँ अब मतलब चाहिँ डल्लै फेर्नु पऱ्यो भने यो तिमीले अघि भने 65-70 लाखको गाडी छ हो हजुर अब त्यो ब्याट्रीको कस्ट कति पर्छ त्यो पनि एउटा स्टडी गराइदियो कि हजुर मान्छेलाई न चाहिँ झुलाउनुहोस् तपाईँहरूले चाहिँ मसिलै हो यसको यति वर्षपछि यो ब्याट्रीमा यति खपर हुन्छ है त्यो बेलामा चाहिँ जस्तै अब हामीले ब्याट्री चार्ज गर्छ नि त हजुर त्यो सिस्टम पनि आउनसक्छ होला हजुर त्यो भयो भने मान्छेले के हुन्छ भने अहिले धेरैजनाको के छ इभीमा गुनासो छ नि अरूले भन्ने कि ड्राइभ गर्ने भन्दा पनि किन्ने मान्छेको गुनासो छैन है हजुर खालि एउटा दुइटा त्यो उकालो जाँदाखेरि ब्याट्री लस भन्छ नि त हजुर अनि मैले त्यो इभीमा मैले गरेँ कि हाई त्यो जस्तै हामी त अप एन्ड डाउन जानु पऱ्यो नि त हजुर हजुर त्यहाँ चाहिँ ब्याट्री चाहिँ खपत हुन्छ यो चाहिँ यसमा पनि होला 100% मलाई लागेको कुरा चाहिँ अहिलेको इभीहरूमा त्यस्तो प्रब्लम छैन त्यो झन् बेटर भइहाल्छ अब अघि हामीले कुरा गर्दा गर्दै मैले यसको फिचर युज पनि गर्न पाएँ होइन सो लेन डिपार्चर लेन असिस्ट अब जस्तै म लेन यतातिर लाग्नु खोज्यो भने स्टेरिङ आफै यता काटिदिन्छ कि त्यो भनेको आफ्नो वेमा ट्र्याकमा इन भन्नु खोज्यो अब जस्तै अब इफ आइम हियर एन्ड इफ आइम वान्टिङ टु चेन्ज लेन्स अब यहाँ मलाई पहिल्यै वार्निङ आउँछ क्या लेन चेन्ज गर्न लाग्छस् भनेर होइन यो पनि स्टडी गर्नु पर्यो ल यो त पढेकोले गर्यो नपढेको मान्छेले दिनु पर्यो भने के अन्त यस त्यसको लागि पनि सुविधा बनाइदिनु त्यो ल्याङ्ग्वेजहरू छ नि अहिले त छ नि त ट्रान्सलेटर ल्याङ्ग्वेज छ नि त हजुर त्यो पनि सिस्टम राखिदिए राम्रो है एकदमै राम्रो नेपाली भर्सन छ नि इङ्ग्लिस भर्सन नेपाली हाल्यो भने त हजुर राख्छ अहिले त सजिलो छ नि यहीँ त सजिलो छ अहिले एआई को जमाना छ मैले त यहाँ कतिवटा मेरो डिक्सनरी आउट हुन्छ कि मेरो हजुर होइन ग्रामर सर्ट हुन्छ नि म त यहाँ बोलिदिन्छु अनि त्यहाँ आउँछ हजुर
यसमा पनि नेपालीको पनि राखिदियो भने अझ बेटर है मान्छेलाई यो कसले नगरेको कुरा मैले निस्केँ यो कुरा चाहिँ निस्क्यो अझ किन्छ मान्छेले एक्सक्लुजिभ कुरा त्यहाँबाट तपाईँहरू चाहिँ अब दायाँबाट बायाँ नलाग्नु है भन्यो भने क्या खुसी हुन्छ हो क्या भन् त यो एकदम यो क्लुहरू यो चाहिँ नेभिगेसनहरुमा चाहिन्छ त्यो किनभने अब कतिको आँखाले पावर भेट्दैन हेर बाबु हजुर होइन चस्मा लाएर चाहिँ रिडिङ ग्लास लाउने मान्छेले चलाउनु त सक्दैन यहाँ हजुर त्यहाँबाट उसलाई उताको फोकस हुँदैन हजुर देन आफ्टर चाहिँ त्यसमा ल्याङ्ग्वेज ट्रान्स भयो भने चाहिँ धेरै राम्रो सो मैले अघि हालै एड्रेसको कुरा गरिरहेको थिएँ अब नो व्हेन आइ एम ट्राइङ टु स्विच यो आफै यसरी यता गइरहेको छ हेर्नु त आफै आफ्नो लेनमा आइरहेको छ ओ यस सो इट हेल्प्स हैन अलर्ट अनि एउटा म भन्छु तिमीलाई है हजुर जस्तै यो पार्किङमा रोक्यो हजुर ओके यसमा प्रब्लम छैन हजुर देन यो टेक द ब्रेक ओन्ली हो हजुर देन आफ्टर यो छोडेपछि मुभमेन्ट हुन्छ नि त हाम्रोमा त्यो एम्प बढिरहेको हुन्छ कि मेरो गाडी त सरर जान्छ हजुर ब्याक गियर हाल्नुपर्छ तिमी एक्सलेटर केही छुनु परेन ब्याग आउँछ होइन फ्रन्ट पनि जान्छ तर स्मुथली जान्छ कि मेरो गाडी म इफ यु निड आई विल सो यु द्याट माई जिप द्याट्स 1994 मोडलको बनाउनु त्यसै बनाएको थियो पहिला बिकज त्यो निराजन सरकारको नाउँमा गाडी थियो कि त्यो गाडी मेरो त खुट्टा ब्रेक भएपछि मैले जर्मनमा चाहिँ BMW चलाएको थिएँ कि होइन अनि त्यहाँसँग जम्मा एउटा यही सेम मैले वान ब्रेक एन्ड वान एक्सिलेटर होइन अझ यसमा त मेरोमा त 2 गियर पनि छ 1 गियर पनि छ अनि डीमा गएर 6 गियर छ ब्याक गियर छ अनि देन आफ्टर द पार्किङ एन्ड न्युट्रल मैले त्यसको गियर बक्स बनाएको थिएँ कि 6वटा गियर हुने रहेछ त्यसमा यसमा कतिवटा छ सिस्टमहरू यसमा चाहिँ यसमा अब हजुरको ड्राइभमा राखेपछि हजुरको मजाले ड्राइभमै जान्छ त्यो चाहिँ हैन त्यो पनि तिम्रो गियर त अप एन्ड डाउन त हुन्छ नि त हजुर यो थाहा छैन तिमीलाई यसमा पनि यसमा इभीमा हुँदैन इभीमा अब मैले पनि मेरो त त्यो पेट्रोल हो आइ एम सरी हजुर मैले जे मेरो गाडीमा त्यो भनेको मैले किन बिकज मेरो पनि अटोमेटिक गाडी हो म आज 15 इयर्स भयो त्यो गाडी चलाइरहेको हजुर होइन हजुर त्यसमा चाहिँ गियरको सिस्टम छ 4 व्हिलर छ हजुर एल 4 व्हिल छ हजुर होइन भने नि मैले चाहिँ विदाउट 4 व्हिल 60 डिग्रीको अफ रोडमा गएछु म मान्छे यहाँ 3जना अगाडि 2जना बसेको त्यो गाडीमा इन्जिन पनि हेभी छ 1600 हर्स पावरको हो त्यो एकदमै राम्रो 1600 घोडाको पावर होइन मान्छेले कति बुझ्दैन कि होइन अब यो भन्छ 1000 हर्स पावर 10,000वटा घोडाको पावर हो नि त्यो त त्यसबाट यो बने त हो नि अब अहिले त टेक्नोलोजी आएछ बिग यसको चाहिँ मेरो विचारमा चाहिँ दाइनामा नै हेभी हुन्छ होला यसको चाहिँ कि मैले अघि हजुरलाई यो मैले भने नि यो वायरलेस चार्जिङ छ हैन तर भेन्टिलेटेड छ अब फोन तात्यो भने यसले कुल गरिराख्छ होइन यो इनरमा त प्रब्लम नि किनभने टेम्परेचर माथिबाट पनि आइरहेको हुन्छ हाम्रो मोबाइल त्यसमा तार छ नि त तर यसमा त्यो कुलिङ सिस्टम छ हैन हजुर कुलिङ सिस्टम छ अनि यसमा अब यसरी म्याग्नेट भएको छ तिम्रो अटो चार्ज हुने त्यो तिम्रो यसमा चाहिँ फेरि त्यो हाम्रो चाहिँ टाइप सी यसो चार्जिङ सिस्टम पोर्टहरू दिएको छ कि छैन छ यहाँ तलतिर छ ओके यहाँ तल पनि एउटा स्टोरेज सिस्टम छ फेरि यो गाडी चलाउनलाई चाहिँ त्यस्तै मात्रै मोबाइल भएको मान्छे चलाउनमा कुरा हुन्छ नि त हजुर यस होइन त तर यो पनि छैन त्यो सिस्टम छैन इट्स ओके त्यो अब we are almost concluding our journey yes okay सुरुमा चाहिँ obviously thank you so much for giving me the time giving me this opportunity अब हजुरको कुराहरू सुनाउन अनि मैले स्पेशली भेहिकल सम्बन्धी नै भने किन म त अब मैले गाडी चलाएको त लगभग 20-22 वर्ष भने न म 15 वर्षको उमेरमा म ट्रक चलाउँथेँ मेरो हाम्रो ट्रक हजुर त्यो बेला 50,000 मा टाटा कम्पनीले दिन आएको थियो कि हजुर 5,000 हामीले डाउन पेमेन्ट गर्ने अनि सबै इन्स्टलमेन्ट थियो त्यो बेला इन्स्टलमेन्ट भन्थ्यो कि हजुर हो होइन मैले अझ म के भन्छु भने उहाँहरूलाई के रिक्वेस्ट भने यो म्यानुफ्याक्चर यहीँ गर्नु पायो भने यो के भने 30-35 लाखमा पर्यो भने त एभ्री नेप्लिजहरूको घरमा एउटा गाडी हुन्छ यो गाडी हुन्छ एक घर एक इलेक्ट्रिक भेहिकल यो हुन्छ हो त्यति चाहिँ गर्नु होला तपाईँले चाहिँ मान्छेले अफोर्ड गर्न सक्छ नि नेपालले भने अब सिटीमा बस्ने त यत्रो पनि बेचेकै पुस्तो पुगिहाल्छ हेर हो होइन हजुर अब भनौँ न जस्तै कि हाकिमहरू भयो हजुर उहाँहरूले चाहिँ हजुर किन्ने क्याप्सिटी बनाइदिनु भन्छ हो यसमा हजुरको अटो होल्ड पनि छ हैन अब जस्तै अब मैले गाडी रोकेँ भने अब जस्तै मैले रोकेँ हैन गएन अटोमेटिकली स्टप यस त्यस्तो कुराहरू चाहिँ छ हैन अब फिचर छ नि त हजुर एउटा मैले के भन्यो भने हजुर नेपालीमा ट्रान्स चाहिँ राख तिमीले पो मलाई भने त मैले पनि यो सम्बन्धी मैले त म त पारेको भयो नि त हो मैले बुझेर भन्ने अरू नयाँ मान्छे आएको त के रे भाइ
ल त मैले तिमीले यो पनि ड्राइभ गर्दा अब त्यो एजुकेटेड नभएको मान्छे ड्राइभ म बस्यो भने त उता लाटो जस्तो हुन्छ अनि अनि हाम्रो नेपाललाई सबभन्दा राम्रो चाहिँ नेपाली कन्भर्ट भयो भने चाहिँ हजुर अलि छ अहिले सिस्टम छ कन्भर्टर यहाँ हाल्यो भने त आइहाल्छ होला आइहाल्छ नि डेफिनेटली तर अब म हजुरलाई हाम्रो जर्नी त कन्क्लुड भयो तर म खाली हात चाहिँ म जान दिन्न हैन सो मैले यहाँको सबसे खतरा बेस्ट इन सेगमेन्ट यो रेफ्रिजरेटरबाट मैले यहाँ हजुरलाई हाम्रो जुन अनलाइन न्युज पोर्टलको छ एज अ गिफ्ट यो हजुरको लागि हाम्रो कप हो क्विक सेकेन्ड सो यो चाहिँ हाम्रो अनलाइन न्युज पोर्टल टोकन अफ लभ फर यु थ्याङ्क यू एन्ड हाम्रो सबै भिडियोजहरू यही आउँछ नेपालबाट हैन अनलाइन टिभी हजुर www.nepalcoast.com यस यो हजुरको लागि हो यो पनि हजुरको लागि हो थ्याङ्क यू सो मच दाइ फर सच अ वन्डरफुल एक्सपिरियन्स म हजुरबाट धेरै कुरा सिक्न पाएँ आल्सो ह्यापी बिकज किन भन्दाखेरि बसन्त दाइ सिजी ग्रुपमा पर्यो झन् हजुर हाम्रो विनोद सरको मलाई अर्को सिजीहरूले चाहिँ अर्को यो इभी गाडीले ब्रान्ड एम्बेसडर बन्नु भनेको छ हजुर अनि एउटा अर्को पनि भनेको सेलिब्रिटी फेसिलिटी कति छ त्यो चाहिँ म हजुरहरूको नम्बर दिन्छु प्लिज त्यहाँ म एकजना एउटा चाहिँ 25 लाख भनेको थियो मलाई कति दिनु भने दाइलाई 40 लाख भनेको होइन अब त्यो पनि अब मैले त भिसा गर्नु पर्यो नि मलाई अब उहाँहरूले सेलिब्रिटी अहिले अफर दिइरहेको छ जस्तै अस्ति को भाइले लिएको थियो सेलिब्रिटी 25 लाख रुपियाँ छ नि हजुर जस्तै अब यो 1 करोड छ भन्यो भने 25 लाख माइनस 75 लाख पुग्यो हजुर त्यो क्यालकुलेट भनौँ न 25% चाहिँ डिस्काउन्ट दिएको छ अलि मार्केट प्राइस अनुसार चाहिँ हजुर होइन त्यो चाहिँ मैले भनेको त्यो पनि राख्नुपर्छ हुन त सिजे ब्रान्ड हो ब्रान्डै भएर बस्यो भने हुँदैन है अहिले कम्पिटिसन जमानामा लोयल हुनु पर्यो एकदम लोयल्टी हुनु म जस्तो खरो एउटा कुरा मैले भन्न चाहिँ ठ्याक्कै बिर्सेछु अहिले यहाँ स्क्रिनमा देखिरहेको छ हामीले ड्राइभिङ मोड्सहरू यसरी चेन्ज गर्नुहुन्छ कम्फर्ट मोड स्पोर्ट्स मोड पावर सेभ हामीले यहाँबाट यो सन भाइजरको लागि खोल्ने बन्द गर्ने सबै पाउँछ विन्डो पनि स्क्रिनबाटै गर्नु हुन त यहाँबाट त छँदैछ तर सबै विन्डो हामीले यहाँबाट खोल्नु यसो ड्राइभ गर्दाखेरि त हजुर त्यो विन्डोमा चलाइराख्ने कुरा आएन नि त होइन यहाँ मेनुअली सजिलो भन्ने ड्राइभ पनि गऱ्यो अगाडि अब यहाँ माइन्ड ड्राइभर त यता हुन्छ नि त्यो भएर मैले के भने पनि जुन यो सपना ट्रान्स हो क्या यहाँ हजुर मैले यसमा इङ्ग्लिस बोल्छु कि बोल्दैन बोल्छ अब इफ आई यहाँ एउटा भोइस कमान्ड बटन छ इफ आई से हाई बेबी या टर्न अन एसी turn on AC The air conditioner has already been turned off. मैले टर्न अन भनेको टर्न अफ मात्र यसमा चाहिँ अलिकति प्रब्लम छ बट यस यो जे होस् यो अझ के राख्नु पर्छ थाहा छ हजुर यो चाहिँ पहिला भोइस आफ्नो भोइस गर्नु पाउँदैन कि यसमा नि छ त्यो चाहिँ अनि जस्तै कि सेक्युरिटी यो गाडीको चाहिँ यो सिङ्गल की होला हो हजुर के डबल की छ सिङ्गल एउटा म्यानुअल की छ र एउटा ऊ छ किलेस एन्ट्री डबल चाहिन्छ मान्छे नेपालीहरूले नेपाली हराउनु मान्छ ओके नाइस टु मिट यु माइ थ्यांक यू सो मच दाइ थ्यांक यू सो मच इट्स अ प्लेजर अब मैले खाली यो तिमीलाई भनेको छु नि हजुर सिजी कम्पनीको यो गाडी यही गाडी के हजुर म ट्राभल गरेर चाहिँ त्यहाँ मुक्तिनाथ र लोमनथाङ पुग्यो भने देन लट अफ चाहिँ नेपालीज पिपल डेफिनेटली दाइ यो हामी गर्छौँ नै बसेस we are connecting him with you please ओके भतिजाले बेस्ट अफ लक भन्छ बेस्ट अफ लक भन्नु पर्यो नि तिम्रो त ब्रान्ड भइसकेको होइन जस्तै कि राई समाल हजुर आफै ब्रान्ड भइसक्यो होइन म अब उनीहरूले ब्रान्ड बनायो नि त छोराहरूले गरेको राम्रो नि गो हेड गड ब्लेस wherever you are thank you so much dai thank you so much and I am signing off from Travel Cup with Subash like share and subscribe and भिडियो छिटै आउँछ एकदम रमाइलो एकदमै लभेबल हुनेवाला छ जति सक्छ स्पिडमा चाहिँ यो भिडियो आउँछ तर सब्स्क्राइब चाहिँ गरिदिनु है प्लिज टाइमलाई चाहिँ फलो गर्नु बुझ्यो दिस इज द टाइम फर माई टाइम यस माई अडियन्स टाइम यस आवर टाइम भने जस्तै तिम्रो पनि टाइम आइरहेछ गो हेड स्योर थ्याङ्क यू सो मच यति भन्दै आइ एम साइनिङ अफ बाइ बाइ आई सी यु इन द नेक्स्ट भिडियो